नमस्ते दर्शकबिन, आज हामी आशा गौतमद्वारा लिखित तथा निर्देशित चर्चित नेपाली टेलिभिजन आशा गौतमको भाग 328 को रिभ्यू गर्न गइरहेका छौँ। सम्पत्तिको रोग र श्रीमान श्रीमतीको टकरावलाई यस भागमा निकै उत्कृष्ट रूपमा पुर्याइएको छ। यो भागको सुरुवातमै भुन्टीले आफ्नो श्रीमान भूपेन्द्र र उनकी श्रीमती जेरी बीच आफूलाई मार्ने योजना बनेको अडियो रेकर्ड सुन्छिन्। सम्पत्ति र डिभोर्सको विवादमा आफ्नै निर्दोष श्रीमतीको ज्यान लिन खोज्ने भूपेन्द्रलाई भुन्टीले कडा चेतावनी दिन्छिन्। भुन्टीले त्यो अडियो प्रमाण प्रहरीमा बुझाएर दुवैलाई जेल हाल्ने चेतावनी दिँदै भूपेन्द्रलाई घरमै भौतिक कारबाही कुटपिट गर्छिन्। घरमा हल्ला खल्ला भएपछि भूपेन्द्रका दाजु र अन्य सदस्यहरू पनि बीचमा आउँछन्। भूपेन्द्रले आफूलाई जोगाउन अनेक बहाना बनाए पनि भूपेन्द्रको दाजुले सत्यलाई साथ दिन्छन्। आफ्नै भाइ भए पनि अपराधलाई प्रश्रय दिनु हुँदैन भन्दै उनले भुन्टीलाई प्रहरीमा उजुरी दिन सहयोग गर्छन् र भूपेन्द्रलाई डोरीले बाँधेर राख्ने निर्णय गर्छन्। अर्कोतर्फ बालकुमारी र उनका मान्छेहरू गाउँबाट फर्किएर बाटैमा भुन्टीसँग जम्का भेट हुन्छ। बाटोमा उनीहरूले भुन्टीलाई होच्याउने र गाली गर्ने प्रयास गर्छन्, तर भुन्टीले पनि कडा रूपमा उनीहरूलाई जवाफ दिँदै आफ्नो अडान कायम राख्छिन्। यस एपिसोडमा थोरै भावुक र रमाइलो पल पनि देखाइएको छ। गाउँमा झरी र पहिरोको खबर सुनेर चिन्तित बनेका भुन्टीका आमा बाबुसँग जमुना दिदीको नयाँ स्मार्टफोनबाट भिडियो कलमा कुराकानी हुन्छ। प्रविधिको प्रयोग र भिडियो कलमा छोरीको अनुहार देख्दा आमा बाबु खुसी भएको दृश्यले दर्शकलाई भावुक बनाउँछ। एपिसोडको अन्तिमतिर भुन्टीले भूपेन्द्रको प्रेमिकालाई पनि प्रहरी चौकी पुर्याएर फर्किन्छन्। यता बालकुमारी र बुहारी श्रियाले भने प्रहरीको कारबाहीबाट बच्न भुन्टीलाई नै जबरजस्ती बाँधेर यो अडियो एआईबाट बनाएको फेक हो भनेर स्वीकार गराउन खोज्छन्, तर भुन्टीले उनीहरूको जुक्तिलाई विफल पारिदिन्छन्। यस भागले समाजमा सम्पत्तिको लोभ, श्रीमान श्रीमती बीच हुने अपराध, महिलामाथि हुने अत्याचार र त्यस विरुद्ध महिलाले उठाउनु पर्ने सशक्त आवाजलाई मुख्य विषय बनाएको छ। साथै आमा बुवाले आफ्ना छोराछोरीका गल्ती र अपराधलाई ढाकछोप गर्दा कसरी अपराधले प्रोत्साहन पाउँछ भन्ने गम्भीर प्रश्न पनि यस एपिसोडले उठाएको छ। भुन्टी आशा गौतमको सशक्त अभियान र भूपेन्द्रको भूमिकामा रहेका कलाकारको काम तारिफ योग्य छ। एपिसोड भरि सस्पेन्स, ड्रामा र सामाजिक सन्देशको राम्रो मिश्रण पाइन्छ। हजुरहरूलाई भुन्टीको भाग 328 कस्तो लाग्यो? कमेन्ट सेक्सनमा आफ्नो विचार अवश्य लेख्नुहोला। भिडियो मन परेमा लाइक, सेयर र गर्न नबिर्सिनुहोला। धन्यवाद।